गोचर ग्रह स्थिति सूर्यको मिथुन राशि प्रवेश तथा मंगल परिवर्तनमा आधारित फलादेश। असार महीनाको ग्रह गोचर र ग्रह स्थिति विशेष गरी सूर्यको मिथुन राशिमा प्रवेश, मंगलको राशि परिवर्तन तथा अन्य मुख्य ग्रहहरूको प्रभावलाई आधार मानेर मेषदेखि मीनसम्मको मासिक राशिफल यहाँ प्रस्तुत गरिएको छ। मेष राशि एरिस माइनस चु चे चो ला ली लु ले लो अ। करियर र आर्थिक स्थिति नयाँ कार्यको योजना बन्नेछ। जागिरमा कार्यभार बढे पनि प्रशंसा मिल्नेछ। व्यापार व्यवसायमा मध्यम सुधार हुनेछ। महिनाको उत्तरार्धमा धन आगमन राम्रो हुनेछ तर अनावश्यक खर्चमा नियन्त्रण राख्नुपर्नेछ। शिक्षा र विदेश यात्रा विद्यार्थीहरूका लागि समय अनुकूल छ, विशेष गरी प्राविधिक क्षेत्रका विद्यार्थीलाई सफलता मिल्नेछ। वैदेशिक यात्रा वा अध्ययनको प्रक्रिया अगाडि बढाउन खोज्नेहरूका लागि महिनाको दोस्रो साता सहज बन्नेछ। शेयर मार्केट अल्पकालीन सर्ट टर्म लगानीभन्दा दीर्घकालीन लङ टर्म लगानीले फाइदा दिनेछ। महिनाको बीचमा कृषि वा ऊर्जा जलविद्युत क्षेत्रका कम्पनीहरूमा सोचविचार गरेर लगानी गर्दा राम्रो होला। स्वास्थ्य र सङ्कट रक्तचाप र टाउको दुख्ने समस्याले सताउन सक्छ। सवारी साधन चलाउँदा वा हतारमा निर्णय लिँदा विशेष सावधानी अपनाउनुहोला। विवाह र पारिवारिक जीवन पारिवारिक माहौल सुमधुर रहनेछ। जीवनसाथीसँग केही वैचारिक मतभेद हुन सक्छ तर संवादले समस्या समाधान हुनेछ। विवाहको कुरा चल्ने योग छ। समय चक्र गोचर प्रभाव महिनाको सुरुवाती 15 दिन अलि सङ्घर्षपूर्ण रहे पनि त्यसपछिको समय नयाँ लगानी वा काम सुरु गर्न उत्साहजनक रहनेछ। दोष र उपायहरू प्रत्येक मंगलबार हनुमान चालिसाको पाठ गर्ने र गणेशजीलाई दुबो चढाउनाले शुभ फल मिल्नेछ। वृष राशि टरस माइनस ई उ ए ओ वा वी वु वे वु। करियर र आर्थिक स्थिति रोकिएका कामहरू बन्नेछन्। सरकारी वा निजी क्षेत्र दुवैमा पदोन्नति वा नयाँ अवसरको योग छ। आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। शिक्षा र विदेश यात्रा उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूका लागि यो महिना निकै फलदायी रहनेछ। व्यवस्थापन र वाणिज्य विधाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्नेछन्। शेयर मार्केट शेयर बजारबाट राम्रो लाभ लिने समय छ। बैंकिङ र उत्पादनमूलक क्षेत्रका शेयरहरूमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ। नयाँ लगानीका लागि समय उत्तम छ। स्वास्थ्य र सङ्कट खानपानमा ध्यान दिनुहोला। पेट सम्बन्धी सानातिना समस्या वा आँखामा इन्फेक्सन हुन सक्छ। ठूलो सङ्कटको योग देखिँदैन। विवाह र पारिवारिक जीवन दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारमा कुनै माङ्गलिक कार्य वा उत्सवको आयोजना हुन सक्छ। प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ। समय चक्र गोचर प्रभाव यो महिना तपाईको पक्षमा छ। विशेष गरी लगानी बढाउन र नयाँ व्यावसायिक सम्झौता गर्न असार महिना निकै उपयुक्त छ। दोष र उपायहरू शुक्रबारका दिन गरीब वा भोका व्यक्तिहरूलाई सेतो रङ्गको मिठाई वा भोजन दान गर्नुहोला। ओम सुम शुक्राय नमः मन्त्रको जप गर्नुहोस्। मिथुन राशि अब जेमिनी माइनस का कि कु घ ङ छ के को हा। करियर र आर्थिक स्थिति सूर्यको गोचर तपाईको राशिमा हुने भएकाले समाज र कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। व्यापारमा नयाँ रणनीति अपनाउँदा फाइदा होला। जागिरमा भने सहकर्मीहरूसँग अनावश्यक वाद विवादबाट बच्नुहोला। आर्थिक लेनदेन गर्दा सचेत रहनुपर्छ। शिक्षा र विदेश यात्रा बौद्धिक क्षमतामा वृद्धि हुनेछ। भाषा सञ्चार र शोध कार्यमा लागेका विद्यार्थीलाई सफलता मिल्नेछ। वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समय राम्रो छ तर नयाँ भिसाका लागि केही ढिलाइ हुन सक्छ। शेयर मार्केट बजारमा उतार चढावको सामना गर्नुपर्ने हुन सक्छ। सूचना प्रविधि आईटी र दूरसञ्चार क्षेत्रका शेयरमा ध्यान दिनुहोला तर ठूलो रकमको जोखिम अहिले नलिनुहोला। स्वास्थ्य र सङ्कट मानसिक तनाव वा अनिद्राको समस्या हुन सक्छ। योग र ध्यानमा समय बिताउनु राम्रो हुनेछ। त्वचा अस्किन सम्बन्धी समस्यामा ध्यान दिनुहोला। विवाह र पारिवारिक जीवन जीवनसाथीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। पारिवारिक निर्णयहरू लिँदा घरका वरिष्ठ सदस्यहरूको सल्लाह लिनुहोला। समय चक्र गोचर प्रभाव मिश्रित समय छ। महिनाको पहिलो आधा भागमा केही खर्च बढे पनि दोस्रो आधा भागमा सफलता र लाभ मिल्नेछ। दोष र उपायहरू बुधबारका दिन गाईलाई हरियो घाँस खुवाउनुहोस् र भगवान विष्णुको आराधना गर्नुहोस्। राशि क्यान्सर माइनस ही हेयु हे हो डा डी डु डे डो। करियर र आर्थिक स्थिति खर्चको मात्रामा निकै वृद्धि हुने योग छ। कार्यक्षेत्रमा कामको चाप बढ्नेछ र केही विरोधीहरू सक्रिय हुन सक्छन्। व्यापार व्यवसायमा ठूलो लगानी गर्ने समय यो होइन। आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला।
शिक्षा र विदेश यात्रा वा वैदेशिक अध्ययनका लागि प्रयास गरिरहनु भएको छ भने यो महिना सकारात्मक नतिजा आउन सक्छ। स्वदेशमै अध्ययन गर्नेहरूले भने एकाग्रता कायम राख्न सङ्घर्ष गर्नुपर्ला। शेयर मार्केट। शेयर बजारमा अहिले आक्रामक लगानी नगर्नुहोला। पर्ख र हेरको रणनीति अपनाउनु उत्तम हुनेछ। पुराना शेयर बेचेर सुरक्षित बस्नु फाइदाजनक हुन सक्छ। स्वास्थ्य र सङ्कट। देब्रे आँखाको समस्या, खुट्टामा चोटपटक वा अनिद्राको योग छ। स्वास्थ्यमा समस्या आउनसाथ चिकित्सकको परामर्श लिनुहोला। विवाह र पारिवारिक जीवन। परिवारका सदस्यहरूसँग सानो कुरामा मनमुटाव हुन सक्छ। बोलीमा नियन्त्रण राख्नुहोला। वैवाहिक जीवनमा एक अर्काको भावनाको कदर गर्नुहोला। समय चक्र। गोचर प्रभाव। 12औं घरमा ग्रहहरूको प्रभाव रहने भएकाले यो महिना लगानी वा नयाँ काम सुरु गर्नका लागि अलि बढी जोखिमपूर्ण छ। धैर्य राख्नुहोला। दोष र उपायहरू। प्रत्येक सोमबार शिवलिङ्गमा जल वा दूध चढाउनुहोस् र ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्। दूध वा चाँदीको दान गर्नु शुभ हुनेछ। सिंह राशि। लियो माइनसमा मी मु मे मो टा टी टु टे। करियर र आर्थिक स्थिति। असार महिना सिंह राशिका लागि निकै फलदायी रहनेछ। 11औं भावमा सूर्यको गोचरले आम्दानीमा ठूलो वृद्धि गराउनेछ। सरकारी क्षेत्र वा उच्च अधिकारीहरूबाट सहयोग मिल्नेछ। व्यापारमा राम्रो नाफा कमाउने योग छ। शिक्षा र विदेश यात्रा, प्रतिस्पर्धी परीक्षाहरूमा सफलता मिल्नेछ। उच्च शिक्षाका लागि समय बलियो छ। वैदेशिक अध्ययन वा छात्रवृत्तिका लागि आवेदन दिन यो महिना निकै राम्रो छ। शेयर मार्केट। शेयर बजारबाट राम्रो नाफा कमाउने योग छ। हाइड्रोपावर, होटल र ब्याङ्किङ सेक्टरमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। नयाँ आइपिओ वा शेयरमा भाग्य चम्किन सक्छ। स्वास्थ्य र सङ्कट। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्न सक्छ। यद्यपि बुबाको स्वास्थ्यमा भने केही चासो दिनुपर्ने हुन सक्छ। विवाह र पारिवारिक जीवन। दाजुभाइ तथा मित्रवर्गबाट ठूलो सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ र वैवाहिक जीवन सुखमय रहनेछ। घरमा खुसीको वातावरण रहनेछ। समय चक्र। गोचर प्रभाव। यो महिना नयाँ कामको सुरुवात गर्न, ठूलो लगानी गर्न वा व्यवसाय विस्तार गर्नका लागि सर्वश्रेष्ठ समयमध्ये एक हो। दोष र उपायहरू। दैनिक बिहान सूर्यदेवलाई अर्घ्य जल दिनुहोस् र ओम सूर्याय नमः मन्त्रको जप गर्नुहोस्। आइतबार रातो वस्तुको दान गर्नुहोस्। कन्या राशि। भिर्गो माइनस टो पा पी पु स ण ठ पे पो। करियर र आर्थिक स्थिति। 10औं भावमा सूर्यको गोचर रहने भएकाले करियरमा ठूलो फड्को मार्ने समय छ। नयाँ जागिरको खोजीमा हुनुहुन्छ भने सफलता मिल्नेछ। व्यापारमा नयाँ सम्झौता वा साझेदारी हुन सक्छ। आर्थिक स्थिति मजबुत बन्नेछ। शिक्षा र विदेश यात्रा। करियर फोकस शिक्षामा सफलता मिल्नेछ। ब्याङ्किङ, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन पढ्नेहरूका लागि समय उत्कृष्ट छ। विदेश यात्राको योग पनि सकारात्मक छ। स्थायी बसोबास अपिआरको प्रक्रियाका लागि जग बसाल्न सकिन्छ। शेयर मार्केट। शेयर बजार अनुकूल रहनेछ। वाणिज्य र वित्त क्षेत्रका कम्पनीहरूमा लगानी गर्दा फाइदा हुनेछ। बजारको गहिरो विश्लेषण गरेर मात्र कारोबार गर्नुहोला। स्वास्थ्य र सङ्कट। कार्यव्यस्तताका कारण शारीरिक थकान र मानसिक तनाव हुन सक्छ। कार्य र आरामबीच सन्तुलन मिलाउनुहोला। विवाह र पारिवारिक जीवन। कार्यक्षेत्रमा बढी समय दिँदा परिवारलाई कम समय हुन सक्छ, जसले गर्दा गुनासो बढ्ला। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ र कार्यक्षेत्रमा उहाँको सल्लाह उपयोगी साबित हुनेछ। समय चक्र। गोचर प्रभाव। समय अनुकूल छ। आउने 1 देखि 2 वर्षको करियरको रूपरेखा तयार गर्न र नयाँ क्षेत्रमा लगानी गर्न यो असार महिना निकै उत्तम छ। दोष र उपायहरू। बुधबारका दिन गणेश भगवानलाई दुर्वा, दुबो र लड्डु चढाउनुहोस्। हरियो रङ्गको कपडा वा वस्तुको प्रयोग बढाउनुहोस्। तुला राशि। लिब्रा माइनस रा, रि, रु, रे, रो, ता, ती, तु, ते। करियर र आर्थिक स्थिति। भाग्य स्थानमा सूर्यको गोचरले रोकिएका कामहरू बिस्तारै सुचारू हुनेछन्। व्यापारमा धार्मिक वा शैक्षिक क्षेत्रसँग जोडिएका कामबाट बढी लाभ मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ, तर भाग्यकै भरमा मात्र परेर बस्नुहुन्न, मिहिनेत आवश्यक छ। शिक्षा र विदेश यात्रा। उच्च शिक्षा र विशेष गरी अनुसन्धान रिसर्चमा लागेकाहरूका लागि समय निकै राम्रो छ। भाग्यले साथ दिने भएकाले विदेश यात्रा, वैदेशिक अध्ययन वा रोजगारीको लागि यो महिना अत्यन्तै अनुकूल रहनेछ। शेयर मार्केट। शेयर बजारमा मध्यम फल मिल्नेछ। हल्लाको पछि नलागी आफ्नै अध्ययनमा लगानी गर्नुहोला। बीमा, फाइनान्स र अन्य सेवामूलक क्षेत्रका शेयर लाभदायक हुन सक्छन्।
स्वास्थ्य र सङ्कट, कम्मर वा जोर्नी दुखाइको समस्या हुन सक्छ। धार्मिक यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला। बुबा वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोला। विवाह र पारिवारिक जीवन शान्तिपूर्ण रहनेछ। परिवारसँग कुनै धार्मिक वा लामो दूरीको यात्राको योग बन्नेछ। पति पत्नीबीच आपसी समझदारी बढ्नेछ। समय चक्र, गोचर प्रभाव, भाग्य बलियो भएको समय हो, त्यसैले विगतमा अड्किएका कामहरूलाई फेरि अगाडि बढाउन र नयाँ लगानीको योजना बुन्न यो समय उपयुक्त छ। दोष र उपायहरू। शुक्रबारका दिन देवी महालक्ष्मीको पूजा गर्नुहोस्। सेतो सुगन्धित वस्तु वा कपुरको प्रयोग गर्नुहोस्। कुमारी कन्याहरूलाई केही उपहार दिनुहोस्। वृश्चिक राशि। स्कर्पियो माइनस तो, ना, नी, नु, ने, नो या ई, यु। करियर र आर्थिक स्थिति। 8औं भावमा सूर्यको गोचर रहने भएकाले करियर र आर्थिक मामिलामा अलि बढी सतर्क रहनुपर्ने महिना छ। कार्यक्षेत्रमा अचानक परिवर्तन वा चुनौती आउन सक्छ। व्यापारमा घाटा हुन सक्ने भएकाले ठूलो लगानी वा ऋण लेनदेनबाट टाढै रहनुहोला। शिक्षा र विदेश यात्रा। गुप्त विद्या, ज्योतिष वा अनुसन्धानमूलक विषयमा रुचि बढ्नेछ र सफलता मिल्नेछ। सामान्य शिक्षामा भने अवरोध आउन सक्छ। विदेश यात्राको प्रयासमा केही कानूनी वा प्रशासनिक अडचन आउन सक्छ। शेयर मार्केट। यो महिना शेयर बजारमा ठूलो जोखिम लिने समय कति पनि होइन। बजार निकै अनपेक्षित हुन सक्छ, त्यसैले नयाँ र ठूलो लगानी नगर्नु नै बुद्धिमानी हुनेछ। स्वास्थ्य र सङ्कट। स्वास्थ्यमा विशेष सावधानी अपनाउनुहोला। दुर्घटना, शल्यक्रिया, सर्जरी वा अचानक आउने स्वास्थ्य समस्याको योग छ। सवारी साधन अत्यन्तै सावधानीपूर्वक चलाउनुहोला। विवाह र पारिवारिक जीवन। ससुरबाली पक्ष सम्बन्धीहरूसँग विवाद हुन सक्छ। वैवाहिक जीवनमा गोप्य कुराहरूका कारण अविश्वास पैदा हुन सक्छ, त्यसैले पारदर्शी बन्नुहोला। समय चक्र, गोचर प्रभाव। गोचर प्रतिकूल रहेकाले यो महिना नयाँ काम सुरु गर्न वा जोखिमयुक्त क्षेत्रमा लगानी गर्नका लागि उपयुक्त छैन। पर्ख र हेरको स्थितिमा रहनुहोला। दोष र उपायहरू। दैनिक हनुमान चालिसा वा बजरङ बाणको पाठ गर्नुहोस्। मंगलबारका दिन हनुमान मन्दिरमा बुदी वा लड्डु चढाएर प्रसाद बाँड्नुहोस्। धनुराशि। साजिटेरियस माइनस ये, यो, भा, भी, भू, धा, फा, धा, भे। करियर र आर्थिक स्थिति। 7औं भावमा सूर्यको गोचरले साझेदारी, पार्टनरशिपका कामहरूमा केही मतभेद ल्याउन सक्छ। जागिरमा आफ्नो गल्ती नहुँदै पनि आरोप लाग्न सक्ने भएकाले काममा स्पष्टता राख्नुहोला। आर्थिक दृष्टिकोणले महिना मध्यम रहनेछ। दैनिक आम्दानी सुचारू हुनेछ। शिक्षा र विदेश यात्रा। विद्यार्थीहरूका लागि मिहिनेत अनुसारको फल मिल्नेछ। विदेशमा अध्ययन वा व्यापार विस्तार गर्न चाहनेहरूका लागि केही बाधाहरू पार गरेपछि महिनाको अन्त्यतिर सकारात्मक मार्ग खुल्नेछ। शेयर मार्केट। शेयर बजारमा सोचविचार गरेर मात्र हात हाल्नुहोला। साझेदारीमा शेयर कारोबार नगर्नु नै राम्रो हुनेछ। व्यापारिक र उत्पादनमूलक कम्पनीहरूमा गरेको लगानीले ढिलो गरी प्रतिफल दिन सक्छ। स्वास्थ्य र सङ्कट। जीवनसाथीको स्वास्थ्यमा उतार चढाव आउन सक्छ। तपाईँ आफैलाई पनि पेट वा मूत्र प्रणाली सम्बन्धी सानातिना समस्याले सताउन सक्छ। प्रशस्त पानी पिउनुहोला। विवाह र पारिवारिक जीवन। वैवाहिक जीवनमा अहङ्कार, इगोका कारण असमझदारी बढ्न सक्छ। बोली र व्यवहारमा नम्रता आवश्यक छ। अविवाहितहरूका लागि विवाहको कुराकानी अगाडि बढे पनि निर्णय हुन समय लाग्नेछ। समय चक्र, गोचर प्रभाव। समय मिश्रित छ। नयाँ ठूलो निर्णय लिनु अघि अनुभवी व्यक्ति वा विशेषज्ञको सल्लाह लिनु आवश्यक छ। आउने 1 वर्ष बिस्तारै सुधारोन्मुख हुनेछ। दोष र उपायहरू। बिहीबारका दिन भगवान विष्णु वा श्रीकृष्णको पूजा गर्नुहोस्। पहेँलो कपडा लगाउने र निधारमा केसर वा बेसारको तिलक लगाउने गर्नुहोस्। मकर राशि। क्याप्रिकन माइनस भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी। विशेष अनुकूल। करियर र आर्थिक स्थिति। 6औं भावमा सूर्यको गोचर मकर राशिका लागि अत्यन्तै शुभ मानिन्छ। कार्यक्षेत्रमा तपाईका शत्रु वा विरोधीहरू परास्त हुनेछन्। नयाँ जागिर वा पदोन्नतिको बलियो सम्भावना छ। रोकिएको धन फिर्ता आउनेछ र ऋणमुक्त हुने प्रयास सफल हुनेछ। व्यापारमा राम्रो नाफा कमाइनेछ। शिक्षा र विदेश यात्रा। लोकसेवा वा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका विद्यार्थीहरूका लागि यो महिना ऐतिहासिक रूपमा सफल हुन सक्छ। वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा रहेका बाधाहरू स्वतः हटेर जानेछन्। शेयर मार्केट। शेयर बजारबाट राम्रो लाभ मिल्ने योग छ। ब्याङ्किट, फाइनान्स र उत्पादनमूलक क्षेत्रमा गरिएको लगानी फलदायी हुनेछ।
प्राविधिक रूपमा बलिया कम्पनीहरूमा अल्पकालीन लगानी गरेर पनि नाफा निकाल्न सकिन्छ। स्वास्थ्य र सङ्कट। स्वास्थ्यमा सुधार आउनेछ। पुराना दीर्घरोगहरूबाट राहत मिल्नेछ। शारीरिक रूपमा ऊर्जावान महसुस गर्नुहुनेछ तर खानपानको अनुशासन भने तोड्नुहुन्न। विवाह र पारिवारिक जीवन। पारिवारिक जीवन सुखद रहनेछ। पारिवारिक विवाद वा कोर्ट कचहरीको मामला भए तपाईको पक्षमा फैसला आउन सक्छ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। समय चक्र। गोचर प्रभाव। यो महिना नयाँ कामको थालनी गर्न, आर्थिक लगानी बढाउन र जोखिमपूर्ण निर्णयहरूमा अगाडि बढ्नका लागि सर्वश्रेष्ठ समय हो। गोचर पूर्ण अनुकूल छ। आगामी 1 देखि 2 वर्ष जीवनलाई नयाँ उचाइमा लैजान उत्तम आधार बन्नेछ। दोष र उपायहरू। शनिबारका दिन पिपलको बोटमा जल चढाउनुहोस् र तेलको दियो बाल्नुहोस्। ओम शं शनैश्चराय नमः मन्त्रको जप गर्नुहोस्। गरिबलाई कालो कपडा वा जुत्ता दान गर्नु लाभदायक हुनेछ। कुम्भ राशि। एक्वेरियस माइनस गु गे गो सा सी सु से सो द। करियर र आर्थिक स्थिति। 5औं भावमा सूर्यको गोचर रहने भएकाले कार्यक्षेत्रमा केही असन्तुष्टि वा परिवर्तनको भावना आउन सक्छ। हतारमा जागिर छोड्ने निर्णय नगर्नुहोला। व्यापार व्यवसायमा नयाँ आइडियाहरू आउनेछन् तर कार्यान्वयन गर्न केही समय लाग्नेछ। आर्थिक स्थिति मध्यम रहनेछ। शिक्षा र विदेश यात्रा। विद्यार्थीहरूका लागि समय राम्रो छ। विशेष गरी सृजनात्मक, कला, साहित्य वा सफ्टवेयर र प्रविधि विधाका विद्यार्थीहरू चम्किनेछन्। विदेश यात्राको सन्दर्भमा भने सोचेभन्दा केही ढिलो काम बन्नेछ। शेयर मार्केट। शेयर बजारमा यो महिना भाग्यभन्दा पनि प्राविधिक विश्लेषण र बुद्धिमत्ता चल्ने समय हो। सट्टा बजार, स्पेकुलेसनबाट टाढै रहनुहोला। दीर्घकालीन रूपमा बलिया ब्लूचिप शेयरहरूमा मात्र लगानी गर्नुहोला। स्वास्थ्य र सङ्कट। पेट सम्बन्धी समस्या, अपच वा ग्यास्ट्रिकले सताउन सक्छ। सन्तानको स्वास्थ्यलाई लिएर पनि केही चिन्ता हुन सक्छ। मानसिक रूपमा अल्छीपन हाबी हुन नदिनुहोला। विवाह र पारिवारिक जीवन। प्रेम सम्बन्धमा केही असमझदारी वा असमञ्जसता आउन सक्छ। वैवाहिक जीवनमा सन्तान सुखको योग छ। परिवारमा युवा सदस्यहरूसँग वैचारिक दूरी बढ्न सक्छ। समय चक्र। गोचर प्रभाव। यो महिना ठूलो जोखिम र बिना योजना लगानी गर्नु उपयुक्त छैन। आउने समय बिस्तारै सुधार हुने भएकाले अहिले धैर्यतापूर्वक काम गर्नुहोला। दोष र उपायहरू। शनि चालिसाको पाठ गर्नुहोस्। बुधबार र शनिबार चराचुरुङ्गीलाई अन्न वा दाना खुवाउनाले मानसिक शान्ति र काममा सफलता मिल्नेछ। मीन राशि। पाइसस माइनस दी दु थ झ म दे दो चा ची। करियर र आर्थिक स्थिति। 4औं भावमा सूर्यको गोचरले कार्यक्षेत्रमा केही आन्तरिक तनाव वा वातावरणमा फेरबदल ल्याउन सक्छ। व्यापारमा भूमि, सवारी साधन वा घरजग्गा, रियल एस्टेटसँग जोडिएका कामबाट लाभ मिल्नेछ। आर्थिक रूपमा फजुल खर्च बढ्न सक्छ। बजेट बनाएर चल्नुहोला। शिक्षा र विदेश यात्रा। घर परिवारको जिम्मेवारीका कारण शिक्षामा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। विदेश यात्रा वा पीआरको लागि प्रक्रिया चल्दै हुनुहुन्छ भने केही कागजी प्रक्रियामा ढिलाइ हुन सक्छ तर प्रयास जारी राख्नुहोला। शेयर मार्केट। घरजग्गा, सिमेन्ट वा निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको शेयरमा लगानी गर्दा फाइदा हुन सक्छ। बजारमा ठूलो रकम एकैचोटि नलगाउनुहोला। किस्तामा लगानी गर्नु सुरक्षित हुनेछ। स्वास्थ्य र सङ्कट। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ जसले गर्दा अस्पतालको चक्कर काट्नु पर्ला। तपाई आफैलाई पनि छातीमा इन्फेक्सन वा चिसो लाग्ने समस्या हुन सक्छ। सजग रहनुहोला। विवाह र पारिवारिक जीवन। पारिवारिक सुखमा केही कमी महसुस हुन सक्छ। घरमा सानातिना कुरामा अशान्ति हुन सक्छ। जीवनसाथीसँगको सम्बन्धलाई मजबुत बनाउन एग्नु पर्नेछ। समय चक्र। गोचर प्रभाव। 4औं भावको सूर्यले सुखस्थानमा प्रभाव पार्ने हुँदा यो महिना भौतिक साधन वा सुख सुविधाका सामान खरिद गर्न त राम्रो छ तर नयाँ व्यवसाय वा व्यावसायिक लगानीका लागि समय अलि मध्यम छ। दोष र उपायहरू। दैनिक बिहान सूर्यलाई जल चढाउनुहोस् र बिहीबारका दिन विष्णु सहस्रनामको पाठ वा श्रवण गर्नुहोस्। गाईलाई रोटीमा बेसार लगाएर खुवाउनुहोस्।